अहिलेसम्म नेपालले कुन दात्री निकाय तथा देशलाई कति ऋण तिर्न बाँकी छ त्यो हेरौँ। नेपालले चालु आर्थिक वर्षसम्ममा करिब 1.5 दर्जन संस्था तथा देशसँग ऋण लिएको छ। त्यसमध्ये सबैभन्दा धेरै विश्व बैंकसँग 6 खर्ब 12 अर्ब ऋण लिएको छ। त्यस्तै एसियाली विकास बैंकसँग 4 खर्ब 6 अर्ब, अन्तर्राष्ट्रिय मुद्रा कोष IMFसँग 63 अर्ब, जापान सरकारसँग 51 अर्ब, भारतसँग 40 अर्ब र चीन सरकारसँग 35 अर्ब ऋण लिएको छ। त्यस्तै दक्षिण कोरिया, साउदी अरेबिया, कुवेत, फ्रान्स र बेल्जियमसँग पनि नेपालले ऋण लिएको छ। प्राय ऋण नेपालले 20 देखि 30 वर्षसम्म तिर्नुपर्ने शर्तका छन् भने देश र संस्था हेरी 1 देखि 1.75% सम्म ब्याज दर तोकिएको छ। गत आर्थिक वर्ष 2080-81 मा मात्रै नेपालले कुल बाहिर ऋणको सामा बापत 40 अर्ब 72 करोड र ब्याज बापत 9 अर्ब 26 करोड रकम तिरेको छ। ऋण लिएपछि तिर्नुपर्छ। ऋण तिर्न नसके के हुन्छ? एउटा गतिलो उदाहरण हो श्रीलङ्का। 3 वर्ष अघि श्रीलङ्का टाट पल्ट्यो। ऋण तिर्न नसकेकै कारण श्रीलङ्काले हम्बानटोटा बन्दरगाह 79 वर्षका लागि चीनलाई लिजमा दिन बाध्य भयो। श्रीलङ्काको त्यो अवस्था अनि नेपालमा बढ्दो वैदेशिक ऋणलाई लिएर नेपाल पनि जुनसुकै बेला टाट पल्टिन सक्छ भन्ने कुरा बेला बेलामा चर्चा चल्ने गर्छ।